सुरुमा कति लगानी गर्नुभयो त? अब अलिकति यसको पैसा कति आम्दानी हुँदो रहेछ त्यतातिर पनि जाउँ। कति लगानीबाट सुरु गर्नुभयो? लगानीको कुरा गर्ने हो भने मैले आफैले बनाउन र आफ्नै घरमा बाल्नलाई 600 बाट सुरु गरेको। बाफरे, 600 5 वर्ष अगाडि कुरा। हजुर 600 600 मा। हजुर। अनि अहिले आम्दानी कति हुन्छ? अहिले प्रत्येक महिना सेल चाहिँ हाम्रो मिनिमम 4 लाख 5 लाख हुन्छ। प्रति म्याक्सिमम प्रति महिना 8 लाखसम्म हुन्छ व्यापार चाहिँ महिनामा। अनि वर्षमा जम्मा कति हुने रहेछ? वर्षमा त क्याल्कुलेसन गर्नुपर्छ मैले गरेर। करोडै माथि देखिन्छ हैन? वर्षमा 1 करोड तपाईले कम्तीमा पनि धूपबाट आम्दानी हुँदो रहेछ। हजुर। त्यो चाहिँ व्यापार भनौँ। त्यो व्यापार भनौँ, फाइदा छुटाउनै बाँकी छ। अनि त्यो बनाएको धूपहरू कहाँ पुग्ने रहेछ? मन्दिरमा पुग्छ होला, अरू कहाँ प्रयोग हुन्छ? तपाईको कस्टमरहरू कहाँ छन्? हाम्रो अहिले विशेष योग सेन्टर हैन, मेडिटेसन सेन्टर, अनि त्यसपछि यो चाहिँ जसले चाहिँ के अरे एकदम नेचुरल सामानहरू केमिकल रहित खोज्नुहुन्छ उहाँहरूले चाहिँ चासो दिई हामीसँग मगाउनुहुन्छ मेडिटेसन गर्ने। अनि त्यसपछि यो हाम्रो मठ मन्दिर हैन सबैमा जान्छ अहिले। त्यस्तो यही भन्ने छैन, प्राय सबैले नास्तिक आस्तिक सबैले मगाउनुहुन्छ। हेरौँ न त भनेर मगाउनुहुन्छ, तर एकचोटि मगाउनु हो भने चाहिँ उहाँहरू फर्केर प्राय 100% चाहिँ सबै फर्केर आएको पाएको छौँ हामीले। देशभित्रको कुरा भयो, देशभन्दा बाहिर जान्छ? जान्छ। कहाँ जान्छ? अमेरिका गएको छ, अनि त्यसपछि हाम्रो अस्ट्रेलिया, अनि हाम्रो क्यानाडा, दुबई र डेनमार्क, त्यति ठाउँमा पुगेको छ। कस्तो राम्रो भनेको, खेर जाने गोबर, खेर जाने पिसाब, हजुर, गाउँको किसानको, हजुर हैन, खेतबारीमा फाल्ने त हो भन्ने बुझाइ हैन, हजुर। त्यसलाई तपाईले कस्तो हस्ततन्त्र जोडेर देश मात्र हैन विदेशसम्म त्यो पनि गोबर चाहिँ मन्दिरमा महत्त्वपूर्ण ठाउँमा चाहिँ धूप बनेर हैन सुगन्ध छ।